हेलो एभ्रिवान नमस्ते हुन्छ होला ब्लग मेरो ब्लग होइन के होइन उतातिर छ रातको लागि आइदिनु होला ल हस्त धन्यवाद Talk to me, numbers never lie, add it up, that's me. I said 23. हेलो एभ्रिवान मिठो नमस्ते सबैजनालाई तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। तपाईँहरू घुम्न सक्नुहुन्छ मेरो पछाडि। आज कहाँ आएको छु भने सेकेन्ड टाइम फेरि बुद्ध अटो ट्रेडर्स गाडी हेर्न आएको छु साथीको लागि। अस्ति गाडी किन्दाखेरि भिडियो बनाएको थिएँ, फेरि आज पनि गाडी हेर्न आएको छु साथीहरू। अहिले चाहिँ बुद्ध अटो ट्रेडर्समा दामी दामी गाडी राखिएको छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। एउटा गाडी CX बिक्री सोल्ड आउट भइसकेको छ, हेर्न सक्नुहुन्छ। अहिले त मस्टाङदेखि लिएर तपाईँहरू हेर्नुहोस् न, मस्टाङदेखि लिएर टोयोटा कोरोला HRV, ओ माई गड कति धेरै हो गाडी यसपालि त। मतलब यो हाम्रो भनेको नेपाली हो, बुद्ध अटो ट्रेडर्स नेपाली सोरुम। तपाईँहरू देखाउँछु है, यो तपाईँहरू आएर यहाँ फाइनेन्स पनि गर्न सक्नुहुन्छ, फाइनेन्सबाट पनि लिन सक्नुहुन्छ, फुल पेमेन्टबाट पनि लिन सक्नुहुन्छ। अहिले म तपाईँहरू देखाउँछु है, साथीहरूले कुन गाडी चुज गरेको छ भने CX3 वाइट कलरमा CX3 छ। यहाँ CX3 दुईवटा देखिया छ, यहाँ छ CX3 एउटा CX3 0 क्या हो, CX3 दुवै CX3 दामी छ है। CX3 यहाँ पनि छ, पुरै ब्रान्ड न्यू जस्तै छ साथीहरू। अब जस्तै भन्दा पनि अब 2-3 वर्ष कुदेको होला त्यस्तै छ गाडी छ। 20,000 25,000 30,000 कुदेको पनि छ गाडी। अब म यहाँ त छैन अहिले। ल है त साथीहरू, एउटा ब्रान्ड एउटा मित्सुबिसी SX भर्खर सोल्ड आउट भएको, यहाँ अब हेर्न सक्नुहुन्छ सोल्ड आउटको। यस्तो गाडी छ, मस्टाङ गाडी छ, मस्टाङ हेर्न सक्नुहुन्छ। मस्टाङ नेपाली झन्डा भएको आएर हेर्न सक्नुहुन्छ। ल है त, हेलो एभ्रिवान तपाईँहरूलाई मेरो ब्लगमा फेरि पनि स्वागत छ। तपाईँहरू हेर्न सक्नुहुन्छ मेरो साथी सुमन बुढाथोकी सोल, कङ्ग्रेचुलेसन है त, फेरि सेकेन्ड चोटि बधाई छ त तिमीलाई है। कस्तो भइरहेछ त? ल एसयुभी चढ्न पायो, फेरि पनि बधाई छ तिमीलाई है। म पनि है, यहाँ प्रिया ल तपाईँहरूलाई मस्टाङ GT मन पर्यो भने तपाईँहरू बुद्ध अटो ट्रेडर्स भिजिट गर्नु होला। तपाईँहरू है फाइनेन्स पनि सुविधा छ, सबै पनि सुविधा छ है। यहाँ नेपाली बिजनेसलाई सपोर्ट गर्नुपर्छ अस्ट्रेलियामा है त। तपाईँहरू आउन सक्नुहुन्छ, तुरन्तै नयाँ गाडी उठाएर लानु होला। अहिले त दामी दामी गाडी छ, मलाई पनि धेरै मन पर्यो गाडीहरू है। अब मन परेर के गर्नु, पैसै छैन पैसा भएपछि एक दिन आम्ला अनि GT होइन ल्याम्बो उठाम्ला ठिक छ है त। यो डिपोजिट अनि सोल्ड आउट भइसक्यो है साथीहरू। तपाईँहरूले फेरि एकचोटि मजाले मेरो ब्लगमा हेर्नु होइन। अहिले एउटा मतलब गाडी म भनिदिन्छु कुन गाडी छ एभाइलेबल है। माज्दा 3 छ, यो लोङ्गर के अरे टोयोटाको बिक्री भइसकेको छ। CX3
अनि यो लेक्सस एचआरबी छ, हुन्डाको एचआरबी छ, माइदा CX-3 भर्खर सोल्ड आउट भयो। यो मस्टाङ छ, क्लुगर छ, हाइब्रिडमा छ, उता कोरोला हाइब्रिडमा छ। अर्को यता हेर्न सक्नुहुन्छ यहाँ CX-3 यो तपाईँहरू यो लाँदाखेरि पुरै अन टेस्ट जम्मा 2900 मात्रै कुदेको छ है, जम्मा 2900 मात्रै कुदेको छ। 25 मोडल नयाँ छ यो। आउटल्यान्डर्स, मित्सुबिसी हाइब्रिड, टोयोटाको माइदा 3 एन्ड मित्सुबिसी ल्यान्सर है त। तपाईँहरू आउन सक्नुहुन्छ है त। ल मेरो ब्लगमा तपाईँहरू फेरि पनि स्वागत छ। यो भन्दै म तपाईँहरूसँग बिदा लिन चाहन्छु। टेक केयर।